हेलो एभ्रिवान। आज हामीले अलिकति कुरा हेरौँ। डिफ्रेन्ट क्वेसन स्पेसिफिक एउटा कुनै पनि पब्लिक हेल्थ यहाँ हामीले भनेका छौँ। पब्लिक हेल्थ स्पेसिफिक भएर के क्वेसन सोध्न सक्छ हैन। म डिफ्रेन्ट यहाँको डिफ्रेन्ट सब्जेक्टको लागि भन्दै जान्छु। कोहीहरू छुट्ला, कोही आउला हैन। त्यो स्लोली हामी हेर्दै जान्छौँ। तर मोस्टली सोध्ने क्वेसन कस्तो हो भने कुनै क्वेसनहरू पाराफ्रेज गरिन्छ के भनेको एउटै क्वेसनलाई 10 तरिकाले सोधिन्छ हैन। कुनै क्वेसन त्यस्ता हुन्छन् भने कुनै क्वेसन चाहिँ स्ट्रेट फरवर्ड पनि सोध्ने गरिन्छ। अब भिडियो अनुसार फरक पर्छ। तर हामीले आज के हेरौँ भने कस्ता क्वेसन पब्लिक हेल्थ रिलेटेड सोध्न सक्छ भिसा इन्टरभ्यूमा है। लेट्स गो विथ 1 नम्बर। फर्स्टमा चाहिँ तपाईँले हेर्नुहोस्, व्हाई डिड यु चुज पब्लिक हेल्थ? पब्लिक हेल्थ तपाईँको लागि किन चुज गरियो? हामीले यो भनेको छ हो। मास्टर्स अर ब्याचलरमा चाहिँ पब्लिक हेल्थ युनिट स्ट्रिममै पढ्नको कारण के हो? अब यो प्रोग्रामले तपाईँको लङ टर्म गोल, करियर गोलमा वा करियर प्लानमा कसरी हेल्प गरिरहेको छ? हैन त? यस्ता क्वेसनहरू सोधिन्छ के। के भने हामीलाई फलो गर्नुहोस्। फेसबुकमा गर्न सक्नुहुन्छ, टेलिग्राममै गर्न सक्नुहुन्छ। मकहरू हामी दिइरहन्छौँ। त्यसको लागि समस्या भएन। सबै कुरा फ्रीमा हो, सो डोन्ट वरी अबाउट द्याट है। अनि यहाँ 10 नम्बरमा के भन्छ भने तपाईँले कुनै अरू सब्जेक्ट पढ्नु भएको थियो, अहिले चाहिँ पब्लिक हेल्थमा जानु खोज्नु भएको छ। हैन, बायोलोजी थियो, साइन्स थियो हैन। त्यसमा चाहिँ तपाईँले बायोलोजी थियो किन पब्लिक हेल्थमा स्विच गरिस् भनेर सोध्ला। त्यस्तो क्वेसन सोध्यो भने तपाईँले एन्सर दिन सक्नु पर्यो है त। नेक्स्ट, तपाईँले के प्रोग्राम गर्नुभएको छ हैन, इन्टर्नसिपहरू गर्नुभएको छ भने त्यसको बारेमा सोध्न सक्छ। इन्टर्नसिप गरेको छ छैन, के गरिस् हैन, प्रिभियस एजुकेसन चाहिँ कसरी रिलेटेड छ पब्लिक हेल्थसँग हैन। अनि पब्लिक हेल्थमा पनि धेरैवटा भित्र सब्जेक्टहरू हुन्छन्, जस्तै एपिडेमियोलोजी हुनसक्छ, इन्भाइरोमेन्टल हेल्थ हुनसक्छ, ग्लोबल हेल्थ हुनसक्छ। कुन चाहिँ कन्सन्ट्रेसनमा जाने हो हैन। पब्लिक हेल्थमा पनि एउटा कन्सन्ट्रेसन चाहिँ हो हैन। स्पेसिफाई गर्नु नपर्न सक्ला। त्यही पनि त्यसभित्र पनि केही क्वेसन सोध्यो भने चाहिँ तपाईँले एन्सर दिन सक्नु पर्यो है त। अब पिपिएच गर्नुहुँदैछ कि होइन, पब्लिक हेल्थमा ब्याचलर हो कि मास्टर्स हो, त्यसले तपाईँको कन्ट्रीमा फर्केपछि वा कन्ट्रीमा कसरी हेल्थ प्रब्लमहरूलाई सल्भ गर्न सक्छ, यो एउटा जेनरल क्वेसन हो। यसमा चाहिँ तपाईँले एन्सर प्रिपेयर भएर जानुपर्छ है, राम्रोसँग एन्सर दिन सक्नुपर्छ। नेक्स्ट क्वेसन, वाट इज यर प्लान आफ्टर ग्रेजुएसन नसकेर यो सोध्न सक्छ। यो भन्दाखेरि पनि तपाईँले टेन्टेटिभ चाहिँ प्रोब्लम यस्तो यस्तो छ जसलाई चाहिँ मैले सल्भ गर्न सक्छु, आएर उहाँबाट सिकेर आएको कुराहरू इम्प्लिमेन्ट गर्न सक्छु टाइपको एन्सर चाहिँ दिनुपर्ने हुन्छ। यो हामीले पछि एन्सरहरू कसरी गर्ने भनेर डिस्कस गर्दै जाउँला है त। अब तपाईँले कसैलाई चिन्नुहुन्छ युएसमा जसले पब्लिक हेल्थ गर्दैछ, यस्ता क्वेसनहरू पनि आउन सक्छ हैन। अर्को भनेको तपाईँ इन्ट्रेस्ट चाहिँ किन भयो त पब्लिक हेल्थमा? के देखेर तपाईँलाई त्यसमा इन्फ्लुएन्स भयो, पढ्न खोज्नुभयो? के कुराले तपाईँलाई त्यतातिर तानेर लग्यो, ड्राइभ गर्यो हैन भन्ने क्वेसन सोध्न सक्छ। अनि मोस्ट रिसेन्ट ग्लोबल हेल्थ इस्यु चाहिँ के छ जसले गर्दा इन्ट्रेस्ट हुनुभयो र तपाईँले के देखिरहनु भएको छ अहिले भनेर सोध्न सक्छ। अनि अनि नेपालमा लागिरहेका केही डिजिजहरू, केही रिसर्चहरू जसमा तपाईँ इन्भल्भ हुनुभएको छ भने त्योहरू यहाँ इन्भल्भ गर्नुपर्ने हुन्छ हैन। कोभिड-19 भयो, इबोला भयो, जिका भयो, यो मलेरिया, डेङ्गुहरू नेपालमा धेरै देखिएको छ नि त हैन। त्योमा तपाईँले रिसर्च गर्नुभएको छ भने त्यो इम्पोर्टेन्स भयो, त्यो तपाईँलाई फाइदा भयो। गर्नुभएको छ भने त्यसको बारेमा स्टडी गर्नु, यस्तो हुनसक्छ भनेर भन्नुपर्छ। त्यसपछि अर्को कुराहरू हेरौँ, जस्तै सबैभन्दा इम्पोर्टेन्ट कुराहरू चाहिँ कस्तो हुन्छ भने तपाईँको इन्टेन्सन बुझ्नलाई 29 नम्बरमा क्वेसन हेर्नु होला। डु यु हेभ एक्सपिरियन्स विथ बायोटेररिजम रिलेटेड प्याथोजेन्स लाइक एन्थ्रेक्स एन्ड स्मलपक्स? अरू हेरौँ। त्यसपछि नेक्स्ट तपाईँले हेर्नुभयो भने के देखिन्छ भने हाई कन्टामिनेन्ट ल्याबहरू हुन्छन् जसलाई चाहिँ BSL-2 सम्म चाहिँ नेपालमा मैले देखेको छु। BSL-3 BSL-4हरू क्लियर देखेको छैन, माइट बी हुनसक्छ हैन। यसमा काम गर्नुभएको छ भन्छ एकाडेमिक जर्नीको बेलामा बा इन्टर्नसिपहरू गरेको छ भने त्यसलाई गरेको छ भने यस यो राम्रो कुरा हो है। BSL-2 BSL-4 BSL-3हरूमा काम गर्नु भनेको यस्ता क्वेसनहरू तपाईँलाई आउँछ। अब तपाईँले के सोध्यो भने हेभ यु स्टडिड इबोला एन्ड अदर हाई कन्टामिनेन्ट प्याथोजेन्स, त्यस्तो प्याथोजेन्टको बारेमा केही पढ्नु भएको छ? यस्ता क्वेसनहरू पब्लिक हेल्थ स्पेसिफिक भएर आउँछ। यही कुरामा अब हामीले के हेरौँ भने पब्लिक हेल्थ कन्सर्न डिजिज नेपालमा हेरौँ। कस्तो डिजिज छ जुन चाहिँ पब्लिक हेल्थलाई इस्यु छ क्या, अहिले प्रोब्लम हुन सक्ने समानहरू छ नेपालमा, त्यो हेरौँ। तपाईँले यो डिजिजहरूको नाम चाहिँ तपाईँले एन्सर भन्दै गर्दा बिचमा राख्न सक्नुहुन्छ क्या। बिचमा कसरी राख्ने भन्दाखेरि चाहिँ जस्तै मैले मलेरियाहरू नेपालमा समस्या छ, डेङ्गु फिभरको नेपालमा समस्या छ, यस्तो ठाउँमा लिस्मेनियाको प्रोब्लम छ हैन, तराईमा यस्तो प्रोब्लम छ, वा दिल्ली एरियामा यस्तो प्रोब्लम छ भनेर भन्न सकिन्छ नि त। हो त्यो भएर यो राखिदिएको है मैले चाहिँ। यसमा चाहिँ हेर्नु, अब फर्स्टमा छ भेक्टोरमल डिजिजेस हैन। भेक्टोरमल भनेको कुनै पनि किरा फटेङ्ग्रा जे पनि हुनसक्छ हैन, त्यसले सार्ने, मच्छरले सार्ने रोगहरू हुन् बढी जस्तो। मलेरियाहरू, डेङ्गुहरू सार्छ, कालाजार भनेको लिस्मेनियासिस पनि सार्छ, सिजिप्लाइले, इन्सेफेलाइटिस हैन, फिलेरियासिस त्यस्ता कुराहरू भए। त्यसपछि अर्को वाटरबोर्न डिजिज। वाटरबोर्न डिजिज भनेको डायरियाहरू, कोलेराहरू पनि मान्छेलाई हेल्थ प्रब्लम हो। टाइफोइडहरू भयो, टाइफोइड भयो हैन, हेपाटाइटिसहरू भयो। अर्को भनेको रेस्पिरेटरी भन्ने बित्तिकै के छ, फर्स्ट रेस्पिरेटरी नै आउँछ, टप इन्फेक्सियस किलर हैन।
मल्टी ड्रग रेसिस्टेन्ट टिबी अनि अर्को भनेको न्युमोनिया भयो। कोभिड-19 त हामीलाई थाहा नै छ होइन? श्वास-प्रश्वासबाटै सरेको हो। त्यसपछि भ्याक्सिन रिलेटेड पनि हुन्छ कोही-कोही। जस्तै भ्याक्सिनले प्रिभेन्ट गर्न सकिने हुन्छ कोही-कोही। भ्याक्सिन प्रिभेन्टेबल जसमा चाहिँ मिजल्स भयो, रुबेला भयो, डिप्थेरिया भयो। अब युएस त फेरि आउँदै गर्दाखेरि यो भ्याक्सिनहरू लाउनुपर्छ क्या। त्यसपछि अर्को भनेको जुनोटिक एन्ड एनिमल बर्न डिजिजेस। जुनोटिक भनेको चाहिँ एनिमलमा लागेको रोग मान्छेमा सर्ने होइन त्यस्तो डिजिजहरू भयो। एउटा चाहिँ रेबिज हो। रेबिज लागिसकेपछि मान्छे मऱ्यो होइन त्यो स्योर हो। अब यस्तो होइन कि स्ट्रेट डगले टोक्दैन हुन्छ भन्ने चाहिँ होइन यो मैले राखिदिएको मात्रै हो। रेबिज लागेको कुकुरले टोक्यो भने बल्ल हुन्छ है। रेबिज लागेको एनिमलले टोक्नुपर्छ तपाईँलाई। त्यसपछि अर्को लिप्टोस्पाइरोसिस भयो, ब्रुसेलोसिस भयो। अब सेक्सुअली ट्रान्समिटेड डिजिजहरू पनि समस्या छन्। डिजिजहरू जस्तै एचआइभी एड्स भयो, हेपाटाइटिस भयो होइन, गोनोरिया भयो। अनि अर्को हेरौँ म्याटर्नल चाइल्ड हेल्थ इस्यु पनि छ। म्याटर्नल चाइल्ड हेल्थ इस्यु भनेको चाहिँ आमामा समस्या देखिने अनि बच्चामा पनि समस्या देखिने हुन्छ। जस्तै आमामा चाहिँ पोस्टपार्टम हेमोरेज हुन्छ, नियोनेटल सेप्सिस, बच्चाहरूलाई सेप्सिस हुनु होइन, मालन्युट्रिसनको त अब कुरै नगरौँ। त्यो अलिकति पब्लिक हेल्थ कन्सर्न पनि पर्छ र डायट्रिसियनको कन्सर्न पनि पर्छ। त्यो फरक पनि टपिक हो हुन चाहिँ। इमर्जिङ एन्ड रिइमर्जिङ थ्रेट्सहरू के हुनसक्छ भन्दाखेरि धेरै एन्टिबायोटिक युज गरियो हामीले अहिले त्यो एउटा हुनसक्छ। क्लाइमेट सेन्सिटिभ कुराहरू हुनसक्छ जस्तै डेङ्गुहरू धेरै यस्तो गर्मी ठाउँमा लाग्छ किनभने मच्छर बढी लाग्छ होइन। अनि कोलेराहरू देखिन्छ कतिखेर भन्दाखेरि फ्लड आयो, फ्लड आएपछि पानी बिग्रिन्छ, पानी बिग्रेपछि पानीमा कन्टामिनेसन हुन्छ नि कोलेराहरू देखिने होइन। यस्ता कुराहरू छन्, यो कुराहरू हामीले हेर्नुपर्ने हुन्छ। सो यति नै हो पब्लिक हेल्थ कन्सर्न डिजिजले। अब यो कुराहरूलाई तपाईँले टिपेर यही कुराहरूलाई लिएर होइन एउटा स्पेसिफिक टर्ममा तपाईँको ठाउँमा देखिएको समस्यालाई तपाईँले एक्सप्लेन गर्दै एन्सरहरू डेलिभर गर्नुभयो होइन इन्टरभ्यूको बेलामा भनेपछि राम्रो सुनिन्छ क्या। त्यही भएर यस्ता कुराहरू चाहिँ तपाईँले हेर्न पर्ने हुन्छ। ड्युरिङ योर इन्टरभ्यू यु निड टु नो दिस थिङ्स। यो डिजिज नेपालमा रहेछ है, पछि यो फोकस हुन्छ। सधैँ सबैले एउटै डिजिज क्यान्सरमा फोकस मात्रै भनेर भएन नि त। वी निड टु बी स्पेसिफिक टु समथिङ एल्स पनि क्या। जस्तै हामी पब्लिक हेल्थमा जाँदैछौँ नि, पब्लिक हेल्थ पनि डिफ्रेन्ट डिजिजेस रहेछ नि त नेपालमा। त्यसले तपाईँलाई इफेक्ट गरिरहेको छ, त्यसलाई तपाईँले कसरी घटाउन सक्नुहुन्छ, कसरी त्यसमा तपाईँले कन्ट्रिब्युट गर्न सक्नुहुन्छ आफ्टर स्टडिङ इन युएस भन्ने कुरा हो। अनि फर्केर आएपछि त्यसमा काम गर्न सकिन्छ पनि। नेपालमा धेरै अपर्च्युनिटी पनि छ। सो इन्क्लुड द्याट वान एन्ड थ्याङ्क यू एभ्री वान। सी यु अगेन इन नेक्स्ट भिडियो।